यसो मैले बुझ्दाखेरि मेरै बुढले पनि हाल्दियो क्या त्यतातिर यसो ल भोट हाल्नु जबरजस्ती गरेर लिएर गएको घन्टीमा हाल्नु हो क्या यो रेल हो नि यो ता घन्टी उता घन्टी यहाँ घन्टी त्यहाँ घन्टी यो सेटिङ हो कि जस्तो लाग्छ तर सेटिङ त कसरी हुन सक्छ हरेक राजनीतिक दलको एउटा प्रतिनिधि हुन्छ नि त्यसले के हेरेर बस्छ त्यो त होइन नि फेरि हालिदियो क्या मान्छे वाक्कै पऱ्यो कति बाँडी चोरी खाने कहिले 6 महिना प्रधानमन्त्री यो कहिले यो 2 सिट जितेर आउँछ मधेसबाट केही मधेसी मान्छेहरू मलाई उप प्रधानमन्त्री न त म सत्ता हालिदिन्छु भन्ने न्यु खोज्छ नि पत्ता साफ हुने न पत्ता साफ हो नि त नि यो किसिममा हेर्दा त एकदम सबै सही हो नि त तर सही काम गर्नु पर्यो नि भने क्या हो सही काम गर्नु पर्यो नि त मान्छेको मन जितेको मान्छेले सही काम गर्नु पर्यो हो त्यत्रो यहाँ तपाईँको 182 सिट 275 मध्ये अम्मा त्यही पनि कहाँबाट आइबढ्यो प्रतिस्पर्धीको चाहिँ 5,000 छ उसको जित्नेको चाहिँ 30,000 पो आउँछ भोट अरे है म त धन्य होप्लेस भएको नि यहाँ म आफै उम्मेदवार पनि हो कि म समानुपातिक उम्मेदवार पनि हो कि म आयो फेरि वाक्कै परेर काङ्ग्रेस अहिलेको नेपाली कङ्ग्रेसबाट सबैले भोट हाल्दा क्या है हालिदिएको हाम्रो देशैभरि जम्मा 9 लाख कार्यकर्ता छ 8 लाख 5,000 म त आज जित्दैन भने 1 लाख त कार्यकर्ता हालिदिएको त अब जेल कुराको हुनुहोस् है तपाईँहरू मिडिया सत्य बोल्छ यसो मैले बुझ्दाखेरि मेरै बुढले पनि हाल्दियो क्या त्यतातिर यसो ल मलाई दिनदिनै ल्यान्ड गर्छ क्या कति राजनीति कति पार्टी यहाँ मैले भात नखाइकन खाना पाउँदैनस् त्यो राजनीतिले के दिन्छ के भन्छ छोड्दै भन्थ्यो अनि बिचरा अब भोट हाल्नु जबरजस्ती गरेर लिएर गएको घन्टीमा हाल्नु नै हो नि हो क्या यो रेल हो नि घरै बस्छ भनेर होला यस्तो स्थिति भएर त्यत्रो मागेर हालिदिएको भोट अनि त्यो भोटले आज जनतालाई चोट दिने हो त